त्यही म एउटा जानकारीमूलक भिडियो लिएर आएको छु है। केही न केही जानकारी हुन्छ यो भिडियो हेरेपछि हेरिदिनु होला। यो भनेको एउटा पिपलको रुख हो र यो पिपलको रुख पनि बसेको छु। गर्मी भयो र पिपलको रुख पनि बस्यो र यता यो पिपलको रुखको जम्मा हरियो पात हो, पुरै हरियो पात छ। यता हरियो पात यता त्यो भनेपछि यता तलतिर हेर्नु होला, यहाँ यो सुकेको पात र यो सुकेको पात किन सुक्यो थाहा छ? यो हरियो पातसँगै सुकेको पातले के गर्यो, बिस्तारै रङ परिवर्तन गर्यो। आफ्नो रङ परिवर्तन गरेपछि चाहिँ यो पातहरू झर्यो र यी पातहरूसँगै अरू पातहरू पनि धेरै झरेका छन्। यता धेरै पात झरे र यसमा के हुन्छ भनेपछि जबसम्म यो रुखमा पातहरू हरियो थियो तबसम्म पातहरू यसमा अटाएका थिए हैन, पातहरू यसमा लागेकै थिए। र जब पातहरूले रङ चाहिँ परिवर्तन गर्यो, रङ परिवर्तन गरेपछि पातहरू सुकेर गयो र झर्न थाल्यो र झरेपछि के भयो भनेपछि यसमा अब रुखले पातहरूलाई चाहिँ अटाउन सकेन, थाम्न सकेन र यिनीहरू झरे हो। न त यिनीहरू पातहरू हेर्नुहोस् नि, यता त्यो हरियो पातहरू छन्। यो हरियो पातहरू त झरेको छैन, यिनीहरू त राम्रै छन्। यिनीहरूलाई त केही भनेको छैन रुखले हैन, बसिरहेका छन्, रुखमा अटाइरहेका छन्। तर त्यो तलतिरको पातहरू भने त्यो पातसँगै तलको पातहरू पनि सुकिरहेका छन्। त्यहाँ पात हेर्नु होला उता त्यसमा पनि पातहरू हो त्यो सुक्दै गइरहेका छन्, पातहरू सुक्दै गइरहेका छन् र तिनीहरू पनि बिस्तारै झर्ने होला छ। यसमा के शिक्षा दिन्छ भनेपछि यो रुखको पातले कि जबसम्म यी पातहरूले आफ्नो रङ परिवर्तन गरेका थिएन तबसम्म यो रुखले चाहिँ यी पातहरूलाई थामेकै थियो हैन, पातहरूलाई थामेकै थियो र अरू पातहरू पनि त्यही रुखमा अटाएका छन्। र बिस्तारै यी रुखहरूमा पातहरू यसरी यो पात जस्तै आफ्नो रङ परिवर्तन गर्दै जान्छन् भनेपछि पातहरू झर्दै, जसले रङ परिवर्तन गर्छ नि ती पातहरू चाहिँ आफै झर्दै जान्छन्। रुखले त यो भने होइन कि तिमीहरू तल झर त भनेको छैन रुखले, तर यिनीहरूले के गरे, आफ्नो रङ परिवर्तन गरे हो। त्यस्तै मान्छेको पनि हो, मान्छेको जीवनमा पनि त्यस्तै हो। जबसम्म मान्छेले आफ्नो रङ परिवर्तन गर्दैन तबसम्म चाहिँ त्यो मान्छे सबैसित, सबै ठाउँमा, समाजमा, कुनै ठाउँमा पनि हेलमेल गर्न सक्छ र त्यसलाई समाजमा र कुनै पनि ठाउँमा ठाउँ मिल्छ। र जब त्यसले आफ्नो रङ परिवर्तन गर्छ मान्छेले भनेपछि त्यो के हुन्छ भनेपछि त्यो आफै चाहिँ टुटेर जान्छ। जसरी पातहरू टुट्छन् नि त्यस्तै टुटेर जान्छ। त्यही हिसाबले कसैलाई पनि आफ्नो रङ परिवर्तन गरिरहेको छ भनेपछि चाहिँ यो भन्नु हुँदैन कि तैँले किन गरिस्, कस्तो गरिस् भनेर भन्नु हुँदैन। त्यसलाई रङ परिवर्तन गर्छ भनेपछि गर्न दिनुहोस् र त्यसलाई केही नबोलेर त्यतिकै बस्न दिनुहोस् र त्यो आफै बिस्तारै आफ्नो हैन रङ परिवर्तन हुन्छ र पुरै रङ परिवर्तन गएपछि मान्छे आफै झरिहाल्छ। जसरी पातहरू झर्छ नि, झरे नि पातहरू, यी पातहरू झरे, यिनीहरू झरे नि हो। यस्तै मतलब यी पातहरू झरे जस्तो त्यो मान्छेले पनि चाहिँ झरिहाल्छ त्यो मान्छेले हैन। यो हरियो पात हो र यो सुकेको पात हो, यो सुकेको पात र हेर्नुहोस् त यो हरियो पात कति राम्रो छ र सुकेको पातको रङ कस्तो छ हैन।
पिक्का पिक्का छ नि त्यस्तै मान्छेको जीवनमा पनि त्यस्तै हो क्या मान्छे पनि त्यस्तै हो जबसम्म गाउँ परिवर्तन गर्दैन तबसम्म त्यो कुनै ठाउँमा पनि अटाउन कसैसित पनि कसैसित पनि मिल्न सक्छ र जब उसले रङ परिवर्तन गर्यो भने यो पात यसरी झर्छ नि त्यस्तै मान्छे पनि आफै तल खस्किन्छ मान्छेलाई कसैलाई केही भन्नु हुँदैन आफ्नो रङ परिवर्तन गरेपछि त्यो मान्छेले आफै चाहिँ आफैलाई तल खसाउने काम गर्छ र त्यो आफै टुट्छ कुरा यही हो यो पात रुखले यति कुरा सिकाउँछ कि मान्छेले सिक्यो भनेपछि शिक्षा यही हो